यहाँको चाहिँ अब खेतीको चाहिँ अनि धेरै दुःख रहेछ खेतीको काम चाहिँ अनि गरेर अनि अनि काम गर्छ हाम्रो मान्छेहरू सबै काम गर्छ गाउँमा पर्दैन सब गाउँमा बस्छ अनि खेतीमा के भन्छ गहुँ रोप्छ अनि त्यही त फाल्दैन पानी पर्दैन पानी परेपछि त फेरि त्यो खेतीहरू सब बगेर लान्छ पानीले त्यति लान्छ अनि त्यो हाम्रो यता रासनहरू सबै तलबाट लान्छ तलबाट तलबाट रासनहरू तलबाट लान्थ्यो अनि कुनै भएकोहरू चाहिँ तलबाट लान्छ दुई पैसा भएको धनीहरू तलबाट रासन ल्याउँछ तर नत्र त्यहीहरू नभएकोहरू चाहिँ यति हाम्रो गाउँको चलन चाहिँ मेला भन्छ नि मेला गएर अनि खानाको लागि खान्छ अनि त्यो कुनैतिर सिजन छैन है सिजन हाम्रो गाउँमा त सिजनको लागि त कुनै छाडेछ हाम्रो ठाउँमा त सिजनको एचेकोम्बो छैन लसुन छैन त्यहीहरू सब चाहिँ अर्को ठाउँमा खोज्न जानुपर्ने रहेछ बाटो अप्ठ्यारो छ तोम्बु भन्ने छ त्यहीमा गयो भने बाटो धेरै अप्ठ्यारो छ कुनै मान्छे चाहिँ हाम्रो गाउँको चाहिँ 2 दिन जति मरिसक्यो गएर छैन त्यति कहाँ गएर मरेको तोम्बु भनेको ठाउँमा तम्बु भनेको के हो त्यो एचेकोम्बो टिम्न गएको यो साल पनि मर्यो कि पहिला पहिला साल हो यो सालमा त गएको छैन यस्तो रहेछ हाम्रो गाउँ त अब अहिले त फवर रोप्दैछ हाम्रो यति काम गरेर फवर चाहिँ अलिक त फल्छ अनि फल्छ गाउँ चाहिँ फल्दैन कुनै त धेरै खेती भएको चाहिँ 100 गक जति फल्छ नभएको चाहिँ अनि 50 30 10 कुनै नभएको एउटा दुईवटा भएको चाहिँ अनि त्यो 10 गक जति पनि पर्दैन त्यति रहेछ हाम्रो